ल है त आजको दिन फाइनली महिना दिनपछि घाम देख्न पाइयो। कता कता घाम लागिरहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ वातावरण आजको। हेर्नुहोस् त मामा मामी, ल घाम लाग्यो है त। ओके सो हेलो नमस्ते सबैलाई, वन्स अगेन वेलकम ब्याक टु सागा ब्लग्स। मेरो अर्को नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। ल अहिले घरमा छु म, अनि अहिले बिहानको समय हो। मेरो छोरा तल किचनमा झगडा गर्दैछ खाना खाँदै। खाना खानु आँटेको बिहानको खाना, उसलाई खाना पकाइदिइसकेको छ आमाले उसको। अनि मैले भाइलाई यो ल्याइदिएको छु, हेर्नु नि, यो हो तपाईँको बेबी सेफ्टी हेलमेट, हेड प्रोटेक्टर। अहिले अलिअलि रोल हुन थालेको छ, हाम्रो छोरा 9 महिना पुग्यो, त्यो भएर चाहिँ अब बामी सर्छ कि भनेर उसलाई डर हुन्छ। अन्त त्यो भएर हामीले यो ल्याइदिएको छौँ। अब यो लगाइदिनुपर्छ अहिले भाइलाई, त्यो लगाएर खाना खान्छ। लु यो त कोपासँग घुमेर आयो भाइ, गुड मर्निङ भन्दै हाँस्दैछ। निन्दा पनि लाग्यो घुमेकोले। ल लु यो त कोपाको ड्युटी बिहानै 7-8 बजी घुमाएर ल्याइ पुऱ्याउनुहुन्छ। लु खाना पाक्यो है त, हेरिदेऊ आमा सतक्कामा। भाइलाई कालो दालसँग आलुहरू हालेर खाना पाकिसक्छ। अब माम खाने। ल ल चला के साह्रो खुच्यो, खै दाँत हेरेँ त, दाँत हेरेँ त। ल पखाउन अन्त ठिकै छ त। अन्त लु यो लगाउनु न पहिला, ल हेलमेट लगाउनु त। लु त्यहाँ भुइँमा बसेर खानुपर्छ। लु दामी छ भाइको हेलमेट। हौ त हेलमेट लगाएर लु यता हेर त छोरा, यता हेर न। आइसला हेलमेट लगाएर त क्या दामी देख्यो त, राम्रै देख्यो त हाम्रो छोरालाई त। अन्त हाम्रो छोरा फिल्ली रोल गर्छ नि यस्तोमा त। भाइले हावा गर्दैछ। ल अब चाहिँ सबै अहिले फाइनली आएर एकदम सामान्य भइसकेको छ। प्रोग्रामहरू पनि सक्यो गाउँघरमा होइन। अहिले सबै आफ्नो आफ्नो लगानीपट्टि लागिसकेको छ गाउँलेहरू। अनि मेरो चाहिँ आज यहाँ वरिपरिको साफसफाइहरू, त्यही घरको घरेलु कामकाजहरू हुन्छ, त्यो कुराहरू देखाउने बनिराख्नुहोस् हाम्रो भिडियोमा। एकदम रमाइलो हुन्छ दिन, यत्तिको रमाइलो छ। ऱ्याबिटले जस्तै उयो खाँदैछ, क्यारेट टोकेर टोकेर यस्तो बनाइसकेको छ। ल रेडी भयो आमा? ल अलिक अहिले चाहिँ खस्रो खस्रो खालको दिनु थालेको छौँ क्या मजाले सुहायो नि उसलाई। यो कलरले त क्या राम्रो देखिएन हौ हेलमेटले त। 2-3 हप्ता बादमा चाहिँ बामी सर्ला भनेर चाहिँ टाउको ठोकै बस्छ घरिघरि। त्यसको डरले गर्दा चाहिँ हेलमेट किनिदिएको। तपाईँहरू पनि तल लिङ्क राखिदिएको छु, तपाईँहरूको नानीहरूलाई चाहियो भने मेरो डेस्क्रिप्सनमा पसेर यस्तै खालके तपाईँहरूले आफ्नो नानीलाई किनिदिनु सक्नुहुन्छ हेड प्रोटेक्टर। ल अब यो चाहिँ हो उसको खाना खाँदाखेरि, यो बिब यो चाहिँ खाना खाँदा उसले पुरा पोखाउँछ कि। छोडे 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 के छोडे 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 छोडे। ल ल बैठो, के हेर्दैछ? अब यहाँ बसेर खान्छ छोराले। हेर्नु त बिप पनि लायो, दार्दैछ यो। मक्कै नदेखिने डुलेर पनि आयो। कति राम्रो देखिन हाम्रो छोरालाई। हेर्नु त खानापिनाहरू पोखिन्छ, यहाँ ठ्याक्कै बस्छ भनेर चाहिँ उसलाई यो बिफ ल्याइदिएको छौँ। यो पनि लुफ ल्याबकै हो, यो हेलमेट पनि लुफ ल्याबकै हो। एकदम राम्रो क्वालिटीको हुँदो रहेछ। ल ल अब खाना खाने। ल अब भाइले खाऊ 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 हेरौँ त, देखाउ त। ल खाएर चपाएर देखाइदेऊ त। ल चिप्रो निकाल्दैछ। उसलाई एप्पल पनि ल्याइदिएको छैन हामीले, एप्पल पनि चपाउँछ मजाले, कुरुक 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 गर्दा। है भाइ के भयो, तातो भयो? ल है अब चाहिँ भाइ बढी गर्दा पनि टाउको सेफ हुन्छ हाम्रो छोराको। ल